दिनको मात्र टाइम दिएर हामीलाई ल है 15 दिनमा यस्तो हुँदैछ तिमीहरूलाई हामीले फलाने ठाउँमा यस्तो व्यवस्थित गरिदिएको छौँ यसरी 15 दिनभित्रमा तिमीहरूले खाली गरेन हामीले व्यवस्था गरेर ठाउँमा पनि गएन भने हामी आएर डोजर चलाउँछौँ भने भए पनि हामी त्यसमा खुसी हुन्थ्यौँ हामी गर्व गर्थ्यौँ सरकारलाई तर एक्कासी तुरुन्त यसरी उठाएर हाम्रो बिजोग पारेर त्यो सरकारलाई चाहिँ भलो हुन्छ जिन्दगीभर रुनुपर्छ अब आज 3 दिन भयो माइकिङ गरेको 3 दिनको दिनमा यो अनि हाम्रो बिजोग हेर्न खोजेको होइन यो सरकारले यसले बरु हामीलाई भुटानी शरणार्थी भनेर उठाओस् कि हामीलाई लखाटोस् बरु हामीलाई भुटानी शरणार्थी भनेर लखाटोस् अनि हामी बरु मर्न तयार हुन्छौँ धकपति यो ठाउँ त छोडेर हिँड्दैन जाँदैन उतै रोडमा सुतेर बस्ने हो डोजर आयो भने डोजरले पेलेर मारोस् मर्न तयार हुन्छौँ मार्न तयार हुन्छौँ उतै गएर सुतेर बस्ने हामीलाई बसोबास चाहियो जहाँ भए पनि हाम्रो व्यवस्थित हुनु पर्यो कि हामी नेपाली नागरिक होइन भने होइन भन्नुहोस् सरकारले किन हामीलाई नेपालको नागरिकता दियो किन दिएको हामीलाई नेपालको नागरिकता राख्यो भने पनि हामी बस्ने हो हामी तयार छौँ तर हामीलाई जहाँ भए पनि सरकारले के भनिरहेछ कहाँ लगेर व्यवस्था गर्ने भनिरहेछ होटलमा लगेर राख्ने रे छानबिन गर्ने रे नगरपालिकाले खुवाइपिएको पैसा नगरपालिकाले तिर्ने ए बाबा हामीलाई होटलमा लगेर राख्नु सट्टा हामीलाई यहीँनिर 15 दिन राखेर यहीँ छानबिन गरेर हाम्रो व्यवस्थित गर्दै हुँदैन हामी यो नभएको मान्छे अहिले 2000 3000 गाडी भाडा तिरेर कहाँ जाने कहाँ कोठा लिने हामी अहिले 26-27 वर्ष भयो यही घरमा आएर बिहे गरेर पाएको छोराछोरी अब ठुलो देश त सकेन भयो नि खाडी मुलुकै भयो नि बुढाहरू बाहिर छन् उनीहरूले मेहनत गरेको पनि रहर लाग्यो अब आफूले अरू सबैले बनाइदिँदाखेरि बनाउनु मन लाग्यो 15-16 लाख रुपियाँ खर्च गर्यो अब बच्चाहरूको मेहनत त्यसै गयो मेरो त गएको थियो होइन बच्चाहरूको नि मेहनत त्यसै गयो सरकारले हामीलाई यसो गरेर रुवाबासी गरेर हामीलाई बिचली पारेर सरकार 7.5 तलाक पिल्लर हालेर बनाएको छ किनकि मेरो 3टा बच्चा मेरो बाहिर छन् 3टा बच्चा खाडी मुलुकमा छ त्यो 3टा बच्चाले कमाएको मेहनतको पैसा मेरो यहीँ गयो नि मेरो त गएको थियो म त 12-15 वर्ष म पनि खाडी मुलुकमा बसेर हाउसमेनमा कति दुःखले अर्का घरमा काम गरेर कमाएको मेहनत हिजोको दिनमै हामीलाई उठाइदियो भए त्यही लगानी हामी सायद अन्त गरेर हाम्रो पनि बसोबास बसाउँथ्यो होला नि त हामीले मलाई विश्वास त अब त कसै माथि पनि भएन किन भएन भन्नु न किन भएन भन्नु त एकचोटि सोध्नु त मलाई हो मलाई किन भएन भन्दाखेरि हिजोको दिनमा रवि सरले के भन्नुभएको थियो त रवि सरले हो पहिला पनि हेल्प गरेको म गर्नु भएको छैन भन्दिनँ के भन्नुभएको थियो भने यदि सुकुम्बासीमा डोजर चल्यो भने डोजरको अगाडि म छाती ठोकेर म अगाडि बढ्छु भनेर रवि सरले भन्नुभएको थियो आज यो रवि सरसँग किन यो पुगेन किन आज यहाँनिर बस्ती यसरी उठाइँदाखेरि पनि रवि सरको एउटा पनि न्युजमा आइँदैन किन त आएन त यो उहाँहरूले गर्नु खोजे त यो मिलो मतमै हामीलाई उठाउनुको लागि वास्तविक सुकुम्बासीलाई चाहिँ म साथ दिन्छु हुकुमबासीहरुलाई साथ दिनु भन्नुभएको मैले पनि यही नै भनेको वास्तविक सुकुम्बासीले पाओस् हुकुमबासी छ हाम्रो कहीँ जग्गा जमिन छ भने हामी आफ्नो ठाउँमा जान्छ तर नहुनेले त पाउनु पर्यो नि त परेन नहुनेले पाउनुलाई यो नहुने चाहिँ कहाँ जाने मैले भन्नु खोजेकै यही हो छानबिन होस् छानबिन सरकारले गरोस् हुनेले नपाओस् नहुनेले त पाओस् न त नहुने पनि त कति होला नि त नि नहुनेलाई दिएर व्यवस्थित गरेर यहीँबाट उठायो होटलको खर्च किन गर्नु परेको यो अहिले नगरपालिकाले गर्ने खर्च पनि हाम्रै त हो नि हाम्रै होइन हामी जनताहरूको होइन त्यतिसम्म गर्नुपर्ने कुनै आवश्यकता थियो त कुम्बासीकै बढी थियो भने पनि त यिनी राखेर अहिले त के छ कम्प्युटर सिस्टम छ एउटा नागरिकता हाल्ने बित्तिकै त कम्प्युटरमा हाल्ने बित्तिकै कहाँ कसो के भनेर विवरण त आउँछ नि आउँदैन त्यो वहाँनिर होटलमा लगेर छानबिनै गर्नु पर्दैन त हामीलाई यहीँबाट हेरेर ल तिमीहरूको फलान ठाउँमा यो छ तिमीहरू यो फलान ठाउँमा जाओ उहाँको रहेनछ उसले पायो हुनेले पाएन नहुनेले पायो भनेर त्यो सरकारले त्यति गर्न नसक्ने दुनियाँ दिवाना लफडा गरेर हामीलाई होटलमा लगेर राखेर गर्नुपर्ने के आवश्यकता थियो र हामीलाई यहाँ 2 दिनमा उठाएर हाम्रो बिचल्ली पारेर अहिले यो हाम्रो बुढाहरूको 12को इक्जाम चलेको छ यो सरकारले यो इक्जाम बिग्रेपछि यो सरकारले जिम्मा लिन्छ